गुड मर्निङ है। आज मेरो खानाको छ यो भेन्डीको चुकौनी। त्यसको लागि चिप्ले भेन्डी लेडी फिङ्गरलाई चाहिँ यसलाई गोलो गोलो गरेर काट्ने। अनि काटिसकेपछि यसको लागि इन्ग्रिडियन्ट्सहरू भुटेको तिल, तोरी र यो रातो खुर्सानीलाई भुटेको है। अनि अर्कोमा भाँडामा चाहिँ मैले के राखेँ, तोरीको तेल, अनि त्यसमा मैले राखेँ मेथी। अनि यसलाई चाहिँ मजाले फ्राई गरेँ। सुरुमा चाहिँ यो एकदमै त्यसको चिफ्लोवाला के भन्छ त्यो निकाल्छ है त्यसले, तर पनि चाहिँ यस्तो भयो भनेर भन्ने होइन क्या। मजाले त्यसलाई चाहिँ फ्राई गर्ने हो। फ्राई गर्दै गर्दै गइसकेपछि एकदम पेसेन्ससँग फ्राई गरेपछि यसको लुक आउँछ यस्तो है। अनि त्यसपछि कति धेरै राखेको भेन्डी चाहिँ हेर्नु न कति थोरै भयो क्या। अनि खाँदा नि एकदमै मिठो लाग्छ क्या मलाई चाहिँ। यो चाहिँ जसलाई चाहिँ चुकौनीको आलु खानु हुँदैन अनि उहाँहरूको लागि चाहिँ यो बेस्ट फुड हो क्या। अनि ल अर्को त्यो भाँडालाई चाहिँ मैले अर्को भाँडामा खनाएँ। त्यहाँ भएको चिजलाई चाहिँ चिसो बनाइसकेपछि त्यो भेन्डी चाहिँ चिसो भइसकेपछि चाहिँ मैले त्यसमा राखेँ प्याज, अनि अलिकति खुर्सानी रातो, अनि त्यो हरियो खुर्सानी है, रातो चाहिँ काँचो खुर्सानी। अनि त्यो चाहिँ अर्को अघि नै राखेको त्यो इन्ग्रिडियन्ट्सहरू। अनि त्यसमा एड गरेँ मैले दही पनि कस्तो राम्रो जमेको के। अनि दही राखेपछि त्यसलाई मिक्स गरेँ। अनि सबै मिक्स गरिसकेपछि त्यसको न्यू लुक आउँछ यस्तो है। अनि यस्तो हेर्नु न, अब तपाईँलाई कतिको कन्सिस्टेन्सी अनुसार खानु मन लाग्छ, बाक्लो खानु मन लाग्छ भने बाक्लो खानु मन लाग्छ भने अलिकति फेरि पानी एड गरेर त्यसलाई मजाले मिक्स गर्नुहुन्छ। अनि त्यसको फाइनल लुक चाहिँ यो हेर्दा नि खाउँ लाग्दो। अनि तपाईँहरूले पनि एकचोटि ट्राई गर्नुहोस् होइन, अनि कमेन्ट गर्नु होला। अनि यो चाहिँ जसले चाहिँ आलु खानुहुन्न नि उहाँहरूको लागि चाहिँ बेस्ट फुड हो। अनि ट्राई गर्नु होला। मिठो लागे पनि नमिठो लागे पनि मलाई कमेन्टमा भन्नु होला ल। मलाई चाहिँ एकदमै मिठो लाग्छ। मेरो बाबाको चाहिँ एकदमै फेभरेट फुड हो। मेरो बुवाको लागि चाहिँ म प्रायः चाहिँ यस्तै भेन्डीको सिजन आउने बेलामा चाहिँ यो बनाउँछु। अनि ट्राई गरेर भन्नु ल साथीहरू। थ्याङ्क यू।